नेपाली फुटबल आज इतिहासकै सबैभन्दा ठूलो संकटको सामना गरिरहेको छ। मैदानमा हारेर होइन, प्रतिस्पर्धामा कमजोर भएर होइन, तर आफ्नै घरभित्रको राजनीतिक विवाद र हस्तक्षेपका कारण विश्व फुटबलको सर्वोच्च संस्था फिफाले अखिल नेपाल फुटबल संघ एन्फामाथि अनिश्चितकालीनका लागि प्रतिबन्ध लगाएको छ। यसको अर्थ स्पष्ट छ, अब नेपालका राष्ट्रिय टोलीहरू, युवा टोलीहरू र नेपाली क्लबहरू फिफा र एएफसी अन्तर्गतका कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने छैनन्। यो केवल नेपाल फुटबल संघ एन्फामाथि लागेको प्रतिबन्ध मात्र होइन, यो लाखौं नेपाली फुटबल समर्थकहरूको सपनामाथिको प्रतिबन्ध हो। यो अन्तर्राष्ट्रिय रंगमञ्चमा नेपालको झण्डा फहराउने सपनामाथिको प्रहार हो। तर फिफाले यति कठोर निर्णय किन गर्यो त? कारण एउटै छ, थर्ड पार्टी इन्टरफेरेन्सन अर्थात् फुटबल प्रशासनमा बाह्य तथा राजनीतिक हस्तक्षेप। फिफाको नियम स्पष्ट छ, फुटबल संघ स्वतन्त्र हुनुपर्छ, राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्छ। तर नेपालमा फुटबल प्रशासन भित्रको विवाद र बाह्य हस्तक्षेपले अन्ततः विश्व फुटबलले नै नेपालको ढोका बन्द गरिदियो। आज सबैभन्दा ठूलो क्षति त यहाँ पदाधिकारी राजनीतिज्ञलाई भएको छैन, क्षति भयो नेपाली फुटबललाई, क्षति भयो लाखौं समर्थकहरूको भावनालाई, क्षति भयो र नेपाली फुटबलको भविष्यलाई क्षति भयो। दक्षिण एसियामा नयाँ शक्ति बन्ने सपना देखिरहेको नेपाली फुटबल आज अन्तर्राष्ट्रिय फुटबलबाट बाहिरिने जोखिममा पुगेको छ। यो नेपाली फुटबलका लागि चेतावनी होइन, यो नेपाली फुटबललाई समयमै सुधार्न दिएको अन्तिम अवसर पनि हो। तर आशा अझै बाँकी छ। यदि विवाद समाधान भयो, यदि फुटबललाई राजनीतिक भन्दा माथि राखियो, यदि फुटबल प्रशासन फेरि स्वतन्त्र पारदर्शी बन्यो भने प्रतिबन्ध फुकुवा हुन सक्छ। अब हाम्रो प्रश्न एउटै छ, के नेपाली फुटबल यो अन्धकारबाट बाहिर निस्किनेछ कि यो संकट अझै गहिरिँदै जानेछ? समयले उत्तर दिनेछ। तर एउटा कुरा निश्चित छ, नेपाली फुटबलको सपना अझै जीवित छ भन्ने। सम्पूर्ण नेपाली स्पोर्ट्स समर्थकहरू, यस विषयमा तपाईहरू के भन्न चाहनुहुन्छ? तल कमेन्ट बक्समा आफ्नो भनाइ राख्नु होला। धन्यवाद।